दर्शक महानुभाव आज अत्यन्तै खुसीको खबर साट्न चाहन्छु यहाँहरूमाझ 6 वर्षीय बालक सुमन परियारको अन्ततः घर निर्माण हुने भएको छ। भोजराज थापाको पहलमा उनका लागि घर बनाइदिने प्रतिबद्धता केही दिन अगाडि उनले चुनावी प्रचार प्रसारका क्रममा व्यक्त गरेका थिए। मात्र सपोर्ट गरेको साथ दिएको जसरी सबैले सपोर्ट गरेर अहिले यत्रो एउटा बहुमत आयो हैन। तपाईको समर्थनले दाङका तीनवटै निर्वाचन क्षेत्र मैले क्लिन स्वीप भयो। अब मैले चाहिँ के भन्न चाहन्छु यो पुण्यको काममा यो सामाजिक कर्ममा चाहिँ राजनीतिक कुराहरू नजोडौँ भन्न चाहन्छु मैले हैन। किनभने चाहिँ अलिकति चाहिँ किन जोड दिन खोजेँ भनेपछि मैले जस्तो अहिले मलाई हेर्ने दृष्टिकोण जुन अलिकति कतिपय व्यक्तिहरूको हैन अलिकति फरक मैले पाइरहेको छु कि जसले मलाई सहयोग पठाएको छ नि मेरो एक पैसा कसै यो भोजा थापाले खायो भनेर कसैले भनेको छ त अहिलेसम्म? किन मैले कसैको पैसा त खाएको छैन नि त, सम्बन्धित ठाउँमै पुर्याइदिएको छु नि त सबै चिजहरू। त्यही भएर जसले सहयोग गर्नुहुन्न उहाँले चाहिँ मनमा जे आउँछ त्यो मनमा पाप राखेर पिन्ती चाहिँ नबोलिदिनुहोस्, म यति भन्न चाहन्छु हैन। अब तपाईँहरूलाई गाह्रो हुन्छ अप्ठ्यारो हुन्छ नि वाह पनि नगरिदिनुहोस्, केही छैन। तर किन गाली गर्नुहुन्छ त बेकारमा? के छ त परमार तपाईँहरूलाई गाली गर्नलाई हैन? त्यो चाहिँ नगरिदिनु होला। किनभने मलाई धेरै धेरै कामहरू अझै गर्न बाँकी छ क्या। र मैले फेरि पनि के भन्न चाहन्छु भने नि देशमा नयाँ सरकार आइरहेको छ। नयाँ सरकारले यो सबै कुराहरू गरोस्, हरेक गरिबीहरू हरेक पीडितहरू हरेक दुखीहरूको सहारा नयाँ सरकार बनिदियोस्, नयाँ जनप्रतिनिधिहरू बनिदिउन्। भोजराज थापा छ नि, भोजराज थापाले यो काम भोजराज थापाले गर्ने होइन। भोजराज थापा त मजाले हेर्नुहोस् आफ्नो फ्यामिलीसँग बस्न चाहन्छ। भोजराज थापाले बरु आफ्नो खेतबारीमा तरकारी फलाएर कृषि कर्म मलाई एकदम मनपर्ने कर्म तपाईँलाई थाहै छ होइन। मैले जहाँ पनि भन्छु नि त होइन, तपाईँहरूलाई देखिरहनु भएको हुन्छ। मलाई यहाँनिर एउटा जग्गा भाडामा लिएर कृषि गर्न पाए हुन्थ्यो भनेर मैले भनिरहेको हुन्छु नि। मलाई त त्यही हो हेर्नुहोस्, मलाई त मजाले त्यो गर्न पाए हुन्थ्यो भन्ने छ। मलाई यो कामै गर्न मन छैन। यो काम त सरकारले हेरिदिएपछि त किन एउटा व्यक्तिले गर्नु पर्यो त? त्यही भएर अब आउने सरकारले यस्तो कुराहरू हेर्नुपर्छ। भुइँ मान्छेको लागि सरकार छ है, अभिभावक